कवि हेमप्रभासको कविता परदेश गएका पतिको नाममा। मेरो हजुर, मैले यी आँखाहरूमा हजुरलाई सजाएकी छु। हजुर खस्नुहुन्छ कि सोचेर आजसम्म रोएकी छैन। सम्झन्छु यतिखेर मर्मत गर्दै हुनुहोला हजुर। अग्ला सपिङ सेन्टर कति चुइएको होला पसिना त्यो बिरानो ठाउँमा। रुमाल छ कि छैन होला गोजीमा। मेरो हजुर, फुर्सा भित्ताहरूमा कमेरो पोत्न डराउने मान्छे। त्यति अग्लो घरमा झुन्डेर कसरी लगाउनु भयो होला रङ। फोटो देखेपछि खुब आत्तिएको छ यो मन। हजुर नभएपछि बाँझो पल्टियो गैरी खेत। सुक्दै गए सुन्तलाका बोटहरू। क्यालेन्डरमा गोलो लगाएर नङले भित्तो कोतरेर औँलाहरू भाँचेर दिन गन्न थालेको पनि वर्षौँ भयो। आकाशतिर हेर्छु, चरा जस्ता बादलहरू ओहोर दोहोर गरिरहेछन्। फाँटतिर हेर्छु, बतासको लहर आउँदै जाँदै गरिरहेछन्। मेरो राजा, मेरो आँखाभरि खुसीको आँसु भरिने गरी हजुर कहिले आउनुहुन्छ? बरु चाहिँदैन मलाई आइफोन, चाहिँदैन मलाई सुनको चुरा। अलिकति रङ लिएर आउनुहोस् र खोइलिन लागेको झन्डालाई सिँगारिदिनुहोस्। हजुरलाई मेरो सिउँदोको रातो सिन्दुरको कसम, हजुरलाई मेरो सौभाग्यको चुरा पोतेको कसम, हजुरलाई मेरो जिन्दगीको कसम। मेरो प्राण मैले मात्र होइन, आज यो देशले पनि हजुरलाई पर्खिरहेछ।